हेलो एभ्रिवान, गुड मर्निङ सबैजनामा। आज म चाहिँ जङ्गलतिर, अब हाम्रो भैँसीहरू यता जङ्गलतिर आएको छ रे। अनि हाम्रो भैँसी चाहिँ यता जङ्गलतिर आएको छ। अब त्यही भैँसीहरू हेर्न आएको, अनि भेटाएपछि लैजाने भनेर आएको। नभेटाएपछि अब घाँस काटेर लैजानुपर्छ। आसी बरु पनि लिएर आएको छु। अब म यता माथितिर जान्छु। यो हाम्रो वन चाहिँ बयली भन्ने हो। यता पहाडी साइड, यता पहाडी साइड चाहिँ गाई पलाने भन्ने छ। म चाहिँ यो बयलीतिर भन्नेमा आएको छु अहिले। हाम्रो भैँसी चाहिँ अब दसैँको अघिल्लो दिनदेखि हाम्रो बयलीतिर आएको छ, अनि यतै वनमै बास बसेको छ। त्यही भएर हेर्न आएको। दसैँमा त अब हामीलाई दसैँ मनाउन सजिलो पनि भयो। भैँसीहरू वनतिरै बस्दिएर घाँस काट्नु पनि परेन है, घाँस काट्नु परेन। म चाहिँ अहिले यहाँ बयलीमा छु। कुकुरमा आएको। कुकुर चाहिँ यता माथि अर्कै, यता माथितिर, यता साइडतिर, यता गाई उता साइडतिरमा सन्तरको धुरीतिर, हाम्रो सन्तरको धुरीतिर पनि जान्छ भैँसीहरू। सन्तरको धुरीतिर, योभन्दा पनि उता लिङ काट्ने छिपछिपेतिर जानुभएको छ रे। म चाहिँ यहीँ बयली गाई पलानेमा दुलेको। यता अनि कतै भेटेन। अब घाँस काटेर घर त जाने होला। यो चाहिँ हाम्रो बयलीको चर गोठ। हाम्रो गाउँकाले भेडा बाख्राहरू पनि राख्ने गर्छन्। यहाँ बयलीमा गोठ छ। कुकुरहरू भुकिरहेछ। दुईवटा रहेछ, अझ गोरु त्यहीँ गइदिरहेछ। अहिले फेरि त्यो कुकुर फुट्केर आयो भने त मार्छ। आम्बो कति जोसले। यता पनि छ गोठ। यो हाम्रै गाउँको गोठहरू हो। यता पनि छ, हेर्नु। यो चाहिँ पुरा हाम्रो बयली। हामी सधैँ घाँस दाउरा गरिराख्ने, पशुहरूलाई सोर्न आउने। यो चाहिँ हाम्रो सधैँ घाँस दाउरा गरिराख्ने वन जङ्गल हो यो। यहाँदेखि तलतिर म कम्तीमा 30-35 मिनट लगाएर यहाँ माथि आएको छु। हाम्रो त्यति त समय लाग्छ यहाँ आउनलाई। अनि यो चाहिँ तार जाली गाइस। अनि यो चाहिँ तार जाली लगाएको छ। यो पुरै वन, अलि सानो सानो वन पुरै घेरिदिएको छ। यो चाहिँ के गर्नको लागि होइन, यो च्याउ खेती गर्नको लागि हो रे। च्याउ खेती गर्नको लागि यो पुरै तार जाली, यो माथिसम्म, पुरै माथिसम्म घेरेको छ। यो च्याउ खेती गर्नको लागि पुरै तार जाली लगाएको छ। नत्र यो पुरै वन हो, हामीले घाँस काट्ने वन हो। अनि पनि अब यही तार जालीमा बन्द गरिदिएको छ न। म पनि अब भैँसी नभेटाएपछि अब घाँस काटेर जानुपर्छ। घर बाख्रा पनि छ। हाम्रो गाउँको बाजुहरूको गोठमा आएको छ म यहाँ बयलीकोमा। हेर्नु, यता साइडमा भेडाहरू राख्ने, बाख्राहरू राख्ने, चाहिँ मान्छे बस्ने। जस गोथालोकै जिन्दगी रमाइलो हो, गाउँघरकै जिन्दगी रमाइलो हो। मलाई त यही नै ठिक लाग्छ सहर बजार भन्दा। अनि सहर बजार भन्दा त अब गाउँघर नै ठिक हो। अब गोठमा बस्ने, आफ्नै गोठमा बस्ने, अब भेडा बाख्रासँग वन जङ्गलतिर जाने। यहाँ पनि छ। यहाँ पनि यो चाहिँ यता सन्ततिरको बाजेको तर
आफ्नै गाउँघर ठिक हो, आफ्नै अब गोठालो जिन्दगी नै रमाइलो हुन्छ, आफ्नै प्रकृतिसँग रमाउने अब होइन। अब सहर बजारमा भएपछि त अब के रमाइलो हुन्छ र अब त्यस्तै हो। सहर बजारमा त आफन्त नै त्यही पैसाले गर्दा हो, पैसाले नै आफन्त हुन् सबै होइन। अब गाउँघरमा त सबै के पिठो मसिनो जे जस्तो पाके पनि साथसाथ गरेर खाइन्छ यहाँ, एकअर्कामा बाँडीचुँडी खाइन्छ, अब एकअर्कामा दुःख सुख गरिन्छ, सहयोग गरिन्छ होइन। तर मलाई त गाउँघर नै ठिक लाग्छ, के होइन अब दुःख सुख भए पनि अब गाउँघर नै, अब गाउँघरमै हुर्कियो, गाउँघरमै अब यत्रो ठुलो भइसक्यो है। अब अहिले बल्ल म बजार छिरेको छु अब कलेज पढ्नलाई, कति महिना 3 महिनापछि म घर आएको छु दसैँ मान्न यहाँ गाउँतिर। भैलीमा अब यहाँबाट देखिन्छ अब यता साइडमा मौसमले साथ दिएको भए अब म हिमालहरू पनि देखाइदिन्थेँ, हिमालहरू पनि देखिन्छ यता साइडमा। पारी गाई पलाने भन्ने पनि छ, म त्यहाँ पनि जान्छु, त्यहाँबाट देखिन्छ कि देखिँदैन। म चाहिँ यहाँ अहिले एक्लै आएको छु, अघि घरदेखि चाहिँ फुपूसँग आएको म। अब फुपू र मेरो नै हो भैँसी, अब वनमा बास बसेको फुपू र म नै हो। फुपू र म आएको थियो, अनि अहिले फुपू चाहिँ उता सन्दर्भ झुरीतिर छिपछिपे लिङ्गानेतिर जानुभएको छ अरे। म चाहिँ यतै बैली गाई पालनतिर हेर्दैछु भैँसीहरू है। अब नभेटाएपछि अब घाँस काटेर लानुपर्छ। म चाहिँ अहिले यहाँ गाई पाल्न आएको छु, गाई पाल्नेको चरो यो गाई पाल्न आएको छु। अनि यतातिर पनि भैँसी छ कि छैन हेरेर अनि भेटेपछि अब लैजानुपर्छ। म चाहिँ यता मौसम सफा भए चाहिँ यता हिमालहरू पनि देखाउँला भनेर यता आएको है, भैँसीहरू पनि खोज्नु। मौसम सफा रहेन चाहिँ यता बादलले ढाकेको छ, पुरै बादलले ढाकेको छ। यता धौलागिरी हिमाल र माछापुच्छ्रे हिमालहरू पनि पुरै देखिन्छ यता यो साइडमा। अहिले चाहिँ यहाँ पुरै बादलले ढाकेको छ, आकाशमा अलिअलि सफा गरिरहेको छ, अहिले घाम लागिरहेको छ अलिअलि। कति राम्रो हिमालहरू देखिन्छ, तर आज मौसमले साथ पनि दिएन। तर मलाई यो वनमा चाहिँ डर लाग्दैन, सधैँ हामी सानैदेखि घाँस दाउरा गरिराखेको हो। हामी त मम्मीहरूसँग पनि सधैँ सानैदेखि आएको, अनि हाम्रो अङ्कलको छोरा र म पनि सानैदेखि घाँस काटेर लैजाने अनि स्कुल जाने गर्थ्यौँ। डर त लाग्दैन, म एक्लै छु अहिले यहाँ पुरै जङ्गलमा, म एक्लै छु। अब यहाँ जङ्गलभित्र चाहिँ यहाँ जङ्गलभित्र चाहिँ गएर म घाँस काटेर जानुपर्छ, डर त लाग्दैन, सधैँ हिँडिराखेको। अब म यो जङ्गलभित्र गएँ, यहाँ अघि चाहिँ म चरमा थिएँ, म चाहिँ अहिले जङ्गलभित्र आएको छु। अब यहाँभित्र गएर यता पुरै एक्लै छु होइन, यो पुरै भित्र गएर अब म घाँस काट्नुपर्छ। अब हेरौँ कताको अब घाँस भेटाएपछि रुख भेटाएपछि अब काटिहाल्नुपर्छ। अब घर जाने बेला नि भयो, अब अहिले कति बजे 7:30 भयो है, अहिले 7:30 भयो। अब यहाँभित्र पुरै जङ्गलभित्र आएको छ है। अब यहाँभित्र अब कतै पाहाडतिर तलतिर जानुपर्छ कि कता जानुपर्छ। अब घाँसको रुख हेर्नुपर्छ। अब फुपूले चाहिँ अब उतै काटेर झर्छु भन्नुहुन्थ्यो, अब उहाँ चाहिँ अब काटेर पनि झरिसक्नु भयो कि खै। म चाहिँ अब यस्तै सानो भिडियो बनाऊँ भनेर अब भिडियो बनाउँदै हिँडिरहेको छु। घाँसको रुखहरू पनि देखिँदैन त, पुरै घुमको रुखको देखिन्छ है यस्तो ठुला पर जानियो। हिँड्नु गाइसक्यो यहाँ, चरा कति धेरै उडिरहेको छ।
कति कराइरहेको छ यहाँ जङ्गल हेर्नु यिनीहरूको ग्रुपै हुन्छ यो चराको चाहिँ अब यो चराको नाम अलिक थाहा भएन यहाँ पनि यिनीहरूको ग्रुपै हुन्छ कति धेरै हुन्छ है यहाँ तलतिर पनि छ अब देखाउने जस्तै हो यहाँ पनि रहेछ हेर्नु यसरी रुखको माथि टिपमा छ घाँस काटिरहेको छु म अब माथि रुखमा पनि तर भिडियो किन बनाएको होला भन्नु होला किनकि तपाईँहरूलाई देखाइदिएँ कसरी काट्नुपर्छ कस्तो रुख काट्नुपर्छ हाम्रो गाउँतिर भनेर है त अब थाहा हुनेलाई पो हुन्छ है अब गाउँघरमा बसेकोलाई पो थाहा हुन्छ यस्तो रुख काट्नुपर्छ यस्तो घाँस काट्नुपर्छ भनेर है अब कोही थाहा नहुनेलाई त थाहा दिनुपर्छ होइन यसरी यस्तो माथि रुखको टुप्पामा छु म पुरै है म यहाँ माथितिर छु अब हाम्रो गाउँमा बिहे गर्ने केटीहरूलाई चाहिँ यसरी नै घाँस काट्नुपर्छ है अब घाँस काट्न सक्छ भने आऊ रुख काट्नुपर्छ होइन अब गाई भैँसी पालिहाल्छ अब यता नि यसरी रुख काट्नुपर्छ अनि घाँस एउटा काट्न सक्छ भने अब है केटीहरूलाई चाहिँ यहाँ सुझाव दिन्छु तिमीहरूले चाहिँ दुःख गर्न सक्छौ भने यो गाउँमा आयो हुन्छ सक्दैन भने अब हामी चाहिँ के भनौँ अब तिमीहरू नै खुसी हो अब भाग्यले अब कहाँ डोर आउँछ त्यो त थाहा छैन केटीहरूलाई चाहिँ सुझाव दिन्छु हाम्रो गाउँ लाम्बेलामा चाहिँ अब यसरी घाँस काट्न सक्छौ भने दाउरा काट्न सक्छौ भने अब पछौडा सोध्नुपर्छ होइन यसरी रुखमा चरी चरी घाँस काट्नुपर्छ भारी घाँस बोकेर जानुपर्छ सक्छौ भने अब है सक्दैन भने त अब यो गाउँमा चाहिँ दुःख गरी खान गाह्रो छ तर आजसम्म मेरो गाउँमा चाहिँ बिहे गर्ने अब केटीहरूले चाहिँ अब को पर्नुहुन्छ आन्टी पर्नुहुन्छ माजु पर्नुहुन्छ अब दिदी पर्नुहुन्छ भाउजू पर्नुहुन्छ अब तिनीहरूले चाहिँ आजसम्म बिहा गर्नेहरूलाई चाहिँ आजसम्म म घाँस काटिरहेकोदेखि चाहिँ यस्तो रुख पनिहरू धेरैले काट्छन् कोहीले मात्रै काट्दैनन् तर अहिलेका केटीहरूले चाहिँ मैले भनिदिन्छु होइन अहिलेको केटीहरूले चाहिँ यसरी रुख काट्न सक्दैनन् जस्तो पनि लाग्छ अब सक्दैनन् पनि उकाली ओह्राली गर्न पनि गाह्रो हुन्छ उनीहरूलाई त अहिले पनि सहर बजारमा बस्छन् सानैदेखि अझ धेरै जस्तो त अहिले पनि धेरै जस्तो होइन गाउँबाट सहरमा सरेर जान्छन् अहिले त अब गाउँमा धेरै पनि बस्दैनन् मेरो गाउँबाट पनि धेरै सरेर गएको छन् अब बजारतिर तर म भनिदिन्छु होइन यस्तो अहिलेका केटीहरूले चाहिँ यसरी रुख काट्न सक्दैनन् अनि दाउरा काट्न उकाली ओह्राली गर्न भारी बोकेर हिँड्न पनि सक्दैनन् लाग्छ अब मेरो गाउँमा चाहिँ यस्तो दुःख छ मसँग आउनेहरूले चाहिँ यसरी दुःख गर्नुपर्छ है अलि सोच विचार गरेर आउनु होला मसँग अलि सोच विचार गरेर माया लाउनु होला अब सक्ने भए चाहिँ अब आउनु नसक्ने भए चाहिँ म कोही कसैले कर पनि गर्दैन अब के गर्नु हाम्रो गाउँमा यस्तै दुःख गर्नुपर्छ होइन अब दुःख गर्नुपर्छ अब तर पनि अहिलेका केटीहरूले चाहिँ यसरी काम गर्न चाहिँ सक्दैनन् त्यही पनि म चाहिँ भनिदिन्छु होइन तिमीहरूले चाहिँ अब सक्छौ भने मेरो गाउँमा चाहिँ बिहे गर सक्दैनौ भने चाहिँ अब यस्तै हो अहिलेका केटीहरूलाई चाहिँ होइन यस्तो दुःख गर्नुभन्दा अब सुख चाहिन्छ होइन सुख चाहिन्छ सुख खोज्छन् अहिलेका केटीहरूले चाहिँ अब कमाउने रोज्छन् धनी रोज्छन् त्यही भएर अहिले धेरै विदेश जानुपर्छ जापान कोरिया जान्छन् मान्छेहरू होइन केटीहरू पनि जान्छन् धेरै जसो अहिले त अहिलेका केटीहरूले चाहिँ यस्तो दुःख खोज्दैनन् सबै अब धनी खोज्छन् सुख खोज्छन् महल खोज्छन् हामी त अब गाउँले परियो अब झुपडीमै हुर्केको मान्छे अब झुपडीमै अन्त्य हुने हो कि त्यो महल बनाउने हो त्यो त थाहा छैन त्यो त समयले बताउँछ पछि भविष्यमा कस्तो हुन्छ त्यो थाहा छैन तर अहिलेका केटीहरूले चाहिँ यस्तो दुःख गर्दैनन् सुख खोज्छन् अहिलेका केटीहरूलाई चाहिँ सुख चाहियो होइन टक्क बाइकमा हिँड्नु पऱ्यो बाइक किन्नु पऱ्यो आफ्नो बाइकमा सरल हिँड्नु पऱ्यो टक्क क्वालिटी खालको कपडा लगाउनु पऱ्यो राम्रो लगाउनु पऱ्यो होइन आफू त गाउँले हो आफू त यस्तै भेषभूषामा आफ्नै गाउँले भेषभूषामा हिँडिन्छ आफ्नै पोसाकमा हिँडिन्छ होइन अब म त त्यस्तो क्वालिटी रोज्दैन अब
आफ्नो जस्तो अवस्थामा छु त्यस्तै अवस्थामा रमाउने हो। झुपडीमा हुर्केको मान्छे हो, धन सम्पत्तिको लोभ छैन मसँग। आफूले कमाउन जति सकिन्छ त्यतिमै रमाउने हो म। आफूले चाहेको भन्दा बढी पनि म गर्न सक्दैन अनि चाहेको भन्दा पनि अरूलाई म दिन सक्दैन, किनकि मान्छे यस्तै हो। सबै आफ्नो आफ्नो सपना हुन्छन्, आफ्नो आफ्नो रहर हुन्छन्, आफ्नो आफ्नो सोचमा हुन्छन्। त्यही भएर म धनको लोभमा छैन। आफूले जति कमाउन सक्छु त्यतिमै रमाउने हो अनि आफूले जस्तो लगाउँछु जस्तो खान्छु त्यसैमा रमाउने हो, जस्तोमा बस्छु त्यस्तैमा खुसी हुने हो। महल पनि चाहिँदैन, झुपडीमै ठिक छ मलाई। आजभोलिका केटीहरूलाई पनि ह्यान्डसम केटा चाहिन्छ। आफू त यस्तै छु, धेरै ह्यान्डसम पनि छैन, जस्तो छु त्यस्तैमा आफूले राम्रो मान्न पर्यो है। ल अब घाँसको बारी पनि पुरै आइसकेँ मैले, अब घरतिर जानुपर्छ। ल गाइस, म चाहिँ घरभन्दा अलि माथि, पहिरोको थप्लामा माथि, पहिरो माथि छु। मेरो घरभन्दा अलि माथि आइपुगेँ अहिले चाहिँ। है म साह्रै नै भारी हो भएको त घाँस त। ओ माई गड, आज घाँस अलि बढी भइसक्यो। म चाहिँ अहिले हाम्रो यो घर यो हाम्रो यो घरभन्दा म अलि माथि पहिरो माथि छु। यो पहिला हाम्रो दिदी सानो हुँदा, नानी हुँदा जन्मदा यो गएको पहिरो अरे यो, अनि त्यही पहिरो स्थिति छ हाम्रो घर पनि है। त्यही घरभन्दा अलि माथि पहिरोको ठ्याक्कै माथिसम्म चरमा छु म। अलि माथि चाहिँ अब एकछिनमा चाहिँ घर पुग्छु म। सो गाइस, हेर्नु हाम्रो गाउँ, हामी चाहिँ धेरै नै माथि लेकतिर बस्छौँ। हाम्रो लेकतिर बस्ने घरहरू चाहिँ यता छ, हेर्नु। यो चाहिँ सबैभन्दा हाम्रो टपमा, हाम्रो सबैभन्दा टपमा माथि, हाम्रो माथिमा पर्छ, सबैभन्दा टपमा छ हाम्रो घर चाहिँ, सिधै माथि लेकमा। जङ्गल पनि छ वरपर, पुरै जङ्गल पनि छ। यहाँ हेर्नु, हाम्रो घर त्यहाँ होइन, हाम्रो घर त्यहाँ छ भने हाम्रो घर पुरै जङ्गल छ। म चाहिँ अहिले माथि नै छु अलि होइन, पुरै यता पुरै जङ्गल, घरभन्दा अगाडि पनि जङ्गल छ। ल है, घर आइपुग्यो अब। फाइनली गाइस घर आइपुग्यो है। हेर्नु त गाइस, म घर आएर के खाँदैछु। आज मम्मीले के पकाउनु भएको छ है त। हेर्नु आज मम्मीले आटा र सिस्नो पकाउनु भएको रहेछ। आज म टक्क त्यही खान्छु होइन। गाउँघरमा यही हो, पाक्ने भनेकै अब गाउँघरको खाना भनेकै यही हो।